पनि छ डिफरेन्स पनि कस्तो छ भने अब हाम्रो एसीसीए को कोर्सेस चाहिँ एउटा राम्रो कुरा चाहिँ के छ भने एसीसीए कोर्समा चाहिँ टाइमली अपडेट हुन्छ नयाँ कुराहरूलाई लिँदै पुरानो कुरालाई चाहिँ छिटै छोड्दै अगाडि बढ्ने जस्तो मैले एसीसीए कोर्समा पाएँ सीएमा पनि छ हामी अपडेट भइरहेछौँ तर एसीसीए चाहिँ अझ क्विकर छ अपडेट पनि छिटै हुने एन्ड पुरानो कोर्सहरू पनि भनौँ न अब नचाहिने जुन चाहिँ अलिकति आउटडेटेड भइसकेको कोर्सहरूलाई चाहिँ छिटै हामीले छोड्दै अगाडि बढ्ने जस्तो एउटा चाहिँ डिफ्रेन्स छ एन्ड सेकेन्ड कुरा चाहिँ एसीसीएमा अब प्लस पोइन्ट कस्तो पनि छ भन्दाखेरि हामीले एक्सपर्टिज त लगभग उस्तै लेभलको हो तर एसीसीएमा चाहिँ हामीले 1 एक्जाम एट अ टाइम पनि दिन मिल्छ होइन सीएमा हाम्रो चाहिँ 6वटा 7वटा एक्जाम अथवा कति ठाउँमा 8वटा एक्जाम पनि अब फाइनलमा चाहिँ होइन सबै एकैचोटि दिनुपर्छ सो एक्जामको हिसाबले पनि अलिकति फरक छ दुईटा कोर्स सीसीसीए चाहिँ मोर ओभर युके बेस्ड लजहरूमा एन्ड युके बेस्ड ट्याक्सेसन अथवा फरेन लजहरूमा अलिकति बढी फोकस छ भने हाम्रो नेपालको सीए टोटली नेपालमै फोकस हुने भइ नै आयो होइन सीसीएमा चाहिँ हामीले पढ्दाखेरि 1 पेपर एट अ टाइम दिन्छौँ एन्ड 1 पेपर एट अ टाइम दिँदाखेरि चाहिँ लगभग स्टुडेन्टहरूले आफ्नो 2 महिना 3 महिना जति पढ्नुहुन्छ अथवा कसैले 5-6 महिना पढ्नु भएको छ भने पढ्दाखेरि स्टुडेन्टहरूले फुल टाइम चाहिँ त्यही एउटा सब्जेक्टको लागि डेडिकेट गरेर पढ्न पाउनुहुन्छ अब नेपालमा चाहिँ एक्जामिनेसन स्ट्रक्चरको हिसाबले हामीले 7वटा 8वटा एक्जाम एकैचोटि दिनुपर्ने भएको हिसाबले जति लिमिटेड टाइम हुन्छ त्यो चाहिँ अब 7-8वटा एक्जामको लागि सेग्रिगेट गर्दै भनौँ न अब त्यसलाई चाहिँ पढ्नुपर्ने हुन्छ